हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। तपाईहरु सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु र आज पनि मैले एउटा फेरि भिडियो लिएर आएको छु है। र आज भने चाहिँ म यहाँनिर घरमा आइरहेको छु किनभने चाहिँ म अलिकति बिमार थिएँ। सो त्यही भएर चाहिँ अलिकति रेस्ट गर्नको लागि चाहिँ म घरमा आएको थिएँ नि त। अन्त आज चाहिँ हामी यहाँनिर घरमा चाहिँ के बनाउँदैछु भन्दाखेरि चाहिँ यहाँनिर चिकन मोमो बनाउनुको लागि चाहिँ चिकन रेडी गर्नुहुँदैछ दादाले। यता हेर्नु, हेलो भन्नु। यो चाहिँ बाबाले ल्याउनु भएको थियो है, बेच्नुको लागि चिकन घरमै ल्याउनु भएको थियो। अन्तखेरि चाहिँ एउटा चाहिँ हामीले काटेर भेनाहरू आउनु भएको छ नि त, अन्त भेनाहरू 19 तारिक जानुहुन्छ। सो त्यही भएर चाहिँ हामीले चाहिँ भेनालाई चाहिँ आज खाना खानु बोलाएको छौँ। अन्त मोमो चाहिँ अब चिकनको बनाउनु आँटेको, केही मिक्सहरू गर्दिनँ, खालि चिकनको मात्रै बनाउने। र मेरो चाहिँ अलिकति स्वरहरू भाँचिरहेको छ है। अन्त त्यही हो, हेरिदिँदै गर्नुहोस्, म देखाउने छु तपाईँहरूलाई। मैले चाहिँ यहाँनिर प्याजहरू पनि सबै काटेर चाहिँ रेडी भइसकेको छ, अचारहरू पनि सबै बनाइसकेको छु हो। सर्दी चाहिँ जाति नै भएको छैन र हाम्रो चाहिँ यहाँनिर किमा पनि रेडी भइसकेको छ। किमा जस्तो छ, त्यो चाहिँ एकदम मासुको मात्रै, मासु प्याज धनियाँको मात्रै हो। यहाँनिर आमाले चाहिँ अर्का बस्नुहुँदैछ सुपको लागि। यो चाहिँ हुनुहुन्छ मेरो आमा, यता हेर्नु न। यो चाहिँ मेरो दादालाई त किन टेरे देख्छ आँखा त। र अहिले फिलहाल चाहिँ धुम्मा भइरहेको छ, अनि रात पनि पर्न आँटेको छ, धुम्मा भइरहेको छ। र यो चाहिँ हाम्रो किचन हो, किचन भन्दा पनि यो चाहिँ आगोहरू फुकिन्छ। अन्त आज चाहिँ यहाँनिर आगोमा पकाउनु पर्छ है, गाउँमा बसी त आगोमै पकाउनु पर्यो। बिबानी आऊ न। र आजको हाम्रो गेस्ट चाहिँ यहाँ छ ल, बिबा। हेलो भन्देऊ न, हेलो यता हेरेर। हेलो एभ्रिवान भन्देऊ। हेलो एभ्रिवान। तिम्रो नाम के हो? मम्मा र पापा आउँदैछ है। हजुर, मम्मा र पापालाई वेट गरिरहेको छ, उसले चाहिँ बजार जानुभएको छ नि त। सो ओके, हेरिदिँदै गर्नुहोस्। म चाहिँ यहाँनिर मोमो स्टार्ट पनि भइसकेको छ बनाउनु। के खाएको? हेलो, के गर्दैछौ बुढो? के हो र? भाउजूले सेकताप गर्दैछ? मैले भिडियो बनाइरहेको छु। यसो भन्दै थिएँ भन्ने भाइ त्यतिका अल्छी लाग्दो भइरहेको छ। पऱ्यो नि हौ पानी, अहिले त अलिअलि रहँदैछ। अब हजार होइन, यो भोलि पर्सि दिनतिर फर्किन्छ होला हौ। आए त तिनीहरू बिहा खायो पनि फर्के। अब बुधबार हुन्छ। शुक्रबारहरूको त्यो आई लभ कालिम्पोङदेखिको कता हो भने सोध्नु। त्यो तल आई लभ कालिम्पोङदेखिको चाहिँ कता हो भनेर। अब कोही बेला त्यता ड्युटी परेको बेलामा यसो भेटघाट गर्नु। ओके, अहिले बनिसकेर देखाउँछु ल। र हाम्रो चाहिँ यहाँनिर मोमो पनि रेडी भइसकेको छ। यहाँनिर चाहिँ चिकन सुप, यो चाहिँ मेरो आमा, यता हेर्नु।
सुप बनाउनु भएको हजुर र यहाँ चाहिँ हामीले लास्टमा चाहिँ अलिकति कोपी थपेको छौँ थाहा भयो यो मोमो छ हो कहिले पाकेको मोमो उता होइन चिसो भयो कि मोमो काटी भएको छैन होला यो चाहिँ प्योर चिकन मोमो हो कस्तो भएको छ टेस्ट गरेर भन्छु है यहाँनिर चाहिँ दादा भाइ नाना त्यो उयसमै ल भेना हाई भनिदिनु युट्युबमा आउँछ नाना बिबान हेलो यहाँ चाहिँ मेरो बाबा यता हेर्नु बाबा हेलो भन्नु हेलो बाई 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 यता युट्युबमा जान्छ यहाँ चाहिँ सुप पनि रेडी भइसकेको छ चिसो भयो काटी भएको छैन अब टेस्ट गरेर भन्छु ल गाइस कस्तो भयो मोमो लाइट बोलेन लाइट गयो दामी ओके बाई बाई गाइस